Hello guys, welcome to my vlog. It's me, Meow. सबैलाई वेलकम छ मेरो भ्लगमा। आज चाहिँ हाम्रो गाकोको सेचुक्यो। हामी चाहिँ रेडी हुँदै म र मेरो साथीलाई चाहिँ अहिले पछि देखाउँछु म। We are already getting so much late. Oh, जहिले यस्तै हुन्छ के, जहिले यस्तै हुन्छ। खै किन होला त म जहिले यस्तै लेट के, नेपालमा पनि यस्तै लेट, गएको जान पनि सधैँ लेट। अहिले यहाँ सेचुक्योको दिनमा पनि यस्तै लेट के, हेर मुख बिगाइरहेको छु मैले। जहिले लेट। आज नि ढिला चाहिँ हुन्थेन। मैले चाहिँ अर्कै साडी वेयर गरेको थिएँ, देन सडनली त्यो साडीको ब्लाउज चाहिँ मलाई फिट आएन, डिसिजन चेन्ज भयो। त्यही भएर अनि अर्को साडी लगाउँदा त आमा टाइम नै नहुने के, बिहानै 9 बजीबाट थियो नि त, बिहानै उठेर नपुग्ने भने। हामी चाहिँ अलरेडी लेट भएको भएर गएको नगएर हामी चाहिँ सिधै गएकोको हलमा जाँदैथ्यौँ। हामी चाहिँ लाइनमा बसेर कुरिरहेको थियौँ। ऊ चाहिँ मेरो साथी, ऊ र म चाहिँ सँगै बस्ने। एकदम धेरै राम्री छिन् ऊ, एकदम धेरै काइन्ड भनौँ न। छुच्ची चाहिँ फेरि एकदम धेरै छुच्ची छ, तर मसँग चाहिँ एकदम धेरै मिल्छन्। हामी चाहिँ 3 जना बस्छौँ। अनि हामी चाहिँ त्यहाँ गयौँ। त्यहाँ हिँड्दै जाँदाखेरि म चाहिँ मेरो साथीहरू देखाउँछु, सबैले हेर्नु होला। एकदम राम्री चाहिँ ऊ चाहिँ पुन मसँगै बस्ने। अनि यहाँ एउटा चाहिँ सुजाता राम्री, एकदम राम्री चाहिँ ऊ। त्यहाँ चाहिँ हामी सेन्सेले चाहिँ छिटो जा भित्र, तिमीहरू लेट भइसक्यो भनेर कराउँदै थियो। यो चाहिँ हाम्रो हल। एकदम एक्साइटेड पनि थियौँ अनि लाज पनि लागिरहेको थियो कि एकदम धेरै। हामी चाहिँ हिँड्दै गयौँ। अनि कहाँ बस्ने थाहा थिएन नि त, हामी क्लास वाइज बसेको थियो कि, क्लास वाइज अनि रोल नम्बर वाइज। त्यही भएर अनि कहाँ बस्ने भएर अनि यता उता जा भन्छ। तेरो क्लास यति धेरै मान्छे थियो नि त, अनि देख्दै नदेख्ने कि कहाँ हो के हो भनेर। अनि चाहिँ हँसाएर हामी हाँस्दै अनि गयौँ भने। अनि त्यहाँबाट जाँदा त्यहाँपछि हामी गइरहेको थियौँ आफ्नो सिटमा। सबैजनाले आफ्नो कल्चर ड्रेस लगाएको थिएँ। एकदम ह्यान्डसम र राम्ररी देखिरहेको थिएँ। ऊ चाहिँ गडेस मेरो साथी, ऊ चाहिँ गुरुङ हो, एकदम धेरै ह्यान्डसम हो। हाम्रो चाहिँ क्लास सुरुमा सेम थियो, देन त्यसपछि चाहिँ डिफ्रेन्ट भयो। ऊ चाहिँ मर्निङमा गयो, म चाहिँ डेमा। त्यहाँ चाहिँ बसेर हामी कुरिरहेको थियौँ, कहिले स्टार्ट हुन्छ भनेर। सबैले मोबाइलहरू हेरिरहेको थिएँ, आफ्नो बोयफ्रेन्ड गर्लफ्रेन्डलाई फोन गर्दै, सानो आई मिस यु। त्यसपछि हामी चाहिँ सबैलाई बाई गर्न रेडी भएर बाई गरिरहेको थियौँ। देन मेरो साथीले सोधिरहेको थियो कि तिमीहरूको गएकोमा डान्सहरू हुँदैन भनेर। खै किन हामी गएकोमा त डान्स नै हुँदैन भनेर। आई मिन सबै मैले देख्छु होइन, अरू गएकोमा प्रोग्राम हुन्छ, यता हुन्छ होइन, सबैमा आफ्नो कन्ट्रीको डान्सहरू हुन्छ नि त। हामी त अब नेपाल मात्र हुँदैन नि त, धेरै कन्ट्रीको हुन्छ। भियतनामहरूको, श्रीलङ्का, इन्डिया, हाम्रो नेपाल, अनि चाइना, कताको सबले आफ्नो कल्चरहरू देखाउन खोज्छ नि त। ऊ चाहिँ मेरो साथी, मोस्ट ह्यान्डसम, एकदम राम्रो हो ऊ चाहिँ, एकदमै राम्रो। त्यहाँ चाहिँ हामी भ्याएर अनि बाहिर निस्क्यौँ। म चाहिँ भिडियो बनाइरहेको थिएँ। ऊ र म चाहिँ जहिले सँगै पढ्ने कि, हाम्रो रोल नम्बर अगाडि पछाडि। अनि उसले चाहिँ भनिरहेको थियो यो चाहिँ हाम्रो लास्ट मिट हो, यो पछि हामीले भेट्ने होइन। एकदम धेरै मिस गर्नेछु उसलाई। ऊ चाहिँ एकदम राम्रो। ऊ अनि उसको साथी एउटा अझै छ, सन्दीप। उनीहरू चाहिँ मसँग एकदम धेरै मिल्ने कि, वी आर सो मच क्लोज हाम्रो क्लासको। अर्को नि एउटा दिदी हुनुहुन्थ्यो, उहाँ चाहिँ सेचुको लाएर जानुभयो खाइस्या। हामी चाहिँ त्यहाँबाट फेरि क्लासरुममा जाँदैछौँ। अब यति धेरै स्टुडेन्ट थियो नि त, त्यहाँ बाँडेर त सम्भव हुने थिएन। त्यही भएर ऊ चाहिँ मेरो बेस्ट फ्रेन्ड कन्डेल। चाहिँ हाम्रो सेचुके कस्तो नराम्रो तालले खिच्दिएको कि, हेर्नु न भने क्वालिटी। ओ माई गस, इट्स टु मच। क्लास वारी बाई बाई। आरिगातो गोजाइमासु सेन्से। आरिगातो गोजाइमासु। रुन नि मन लागेन यार, रुन नि मन लागेन।
And he's my friend. We are doing work together. And गएको पनि हाम्रो सेम थियो तर क्लास चाहिँ डिफ्रेन्ट. यो चाहिँ म चाहिँ सेचुके पाएर एकदम खुसी हुँदै खुसी आफ्टर 2 years. Oh my gosh, it's so long. बल्ल भ्याए भनेर. त्यहाँ चाहिँ फोटो भिडियो बनाउने वातावरण थिएन. जोनी आउने अगाडि पछाडि ढ्याङडुङ छैन भाइ छैन. यो चाहिँ त्यहाँ सकेर अनि हामी चाहिँ मामा घर जाँदैछौँ. तागाराजुका पढ्नेहरू चाहिँ एभ्री वान नो के सबै त्यहाँ जान्छन् खाजा खान होइन. एकदम मिठो बनाउनुहुन्छ कि मिठो त मिठो होइन. उहाँहरू चाहिँ एकदम धेरै काइन्ड के. उहाँहरूको बोली नै सफ्ट हो के भन्छ नि. बोल्नेको चामल पनि बिग्छ नबोल्नेको पिठो पनि बिग्दैन भन्ने. अनि हामी गइरहेको थियौँ. उहाँ ढोकामा बसेर हेर सेवासे गर्दै हामीलाई बोलाइरहनु भएको थियो कि. अनि हामी चाहिँ भोक लगाएर अनि खाना गयौँ. ओके गाइज फाइनली आई वाज इन माई रुम. एकदम धेरै टायर्ड भइसकेँ म. अहिले रेस्टुरेन्टबाट खाजा खाएर आएको. फेरि आई वाज गो टु माई डिनर फ्रम म्याकडोनल्ड्स. मैले काम गर्ने ठाउँबाट म चाहिँ डिनर जान आएको. आई विल चेन्ज माई ड्रेस एन्ड कम ब्याक. वेट एन्ड वाच.